रुको जरा, सबर करो। तुरुमना सापले घर बाहिर साप रहेछ आँगनमा। अनि म हेर्न गएँ, टक्क लाएर यस्तो टोइलेट जान्छु छिटो भनेर डुगरिरहेको थिएँ। डुगर्दै टक्क लाएर आस्ने त साप रहेछ, खुट्टाबाट लात्त छिर्क्यो। आज चाहिँ होइन कपाल बाटेको टक्क लाएर टोकामा होइन कस्तो देखिया छ कि दामी देखिया छ होला होइन। हेलो साथीहरू, वेलकम ब्याक टु द माई च्यानल। अनि तपाईँहरूलाई स्वागत छ मेरो यो अर्को नयाँ भिडियोमा। आई होप तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। अनि आज चाहिँ म यसो घामकी बेला पारीतिर डुल्न जाँदैछु। अनि टक्क लाएर धेरै दिनपछि चाहिँ आज भलक आउँदैछ होइन। कति भने चाहिँ 2 दिनपछि चाहिँ 2 दिन अघि चाहिँ मेरो धेरै काम भएर होइन लास्टै तनाव भएको थियो। त्यही भएर चाहिँ आज भिडियो हाल्न गइरहेको छु। यो भिडियोलाई चाहिँ तपाईँले स्किप नगरेर हेर्नु होला है त। म चाहिँ टक्क लाएर पसलमा पनि आइसकेको छु। यो टक्क लाएर भित्र चाहिँ एकदम अँध्यारो छ है। यस्तो छ अवस्था, लाइट बाल्न मिल्दैन किन यार? लाइट गएको अवस्था छ। टक्क लाएर लाइन गएको छ अरे होइन। अनि त्यही भएर तनाव भएको छ होइन। अनि एकछिन आरु खाम कि भनेर आएको म चाहिँ होइन। यस्तो भोक लाग्दिरहेछ कि बिहानदेखि नखाएर होइन। अब अरूको घरमा गएर आरु खाने त्यस्तो प्लान छ मेरो चाहिँ होइन। मैले चाहिँ चोर्ने विचार गरेको थिएँ, तर यहीँ मान्छेहरू यहीँ रहेछन् कि यस्तो छ। सब्जीहरू चाहिँ यहीँ रहेछन्, त्यही भएर चाहिँ होइन तनाव पनि यार, गाह्रो पनि। अब चाहिँ माल मेटेरियल खानुपर्ने जस्तो छ यहाँ साथीहरू। यहाँ चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो छ कि माल मेटेरियल सब्जीको अवस्था। अनि सब्जीले चाहिँ होइन यहाँ माल चाहिँ यसरी लाग्दैछन् होइन। बसमै यहाँ त माल मात्रै छ यार। यो चाहिँ 60को माल हो होइन। यस्तो छ कि 60को माल टक्क लगाएर आस्न चाहिँ के हो यो सियुटी कट ओरेन्ज अरे। कस्तो यार कट ओरेन्ज कट भने के रहेछ यार? ओरेन्ज भने त सुन्दा लाग्ला होइन। के हो साउ? यस्तो छ ब्रिक्स टाङ्रे पेप्सी कट भन्ने अनि लेखेको यस्तो छ यार। अनि अब चाहिँ यस्तो घामको बेलामा होइन आएर खाइदिउँ कि भन्ने छ होइन। टक्क लाएर पसलमा यो खान मन थियो, तर के गर्नु पैसै छैन कि। 35को माल भइरहेको छ होइन। 35को माल अनि त्यो 24को माल पारीको त्यो 15को माल होइन। गाह्रो छ नि यी टक्क लाएर रामायण। म चाहिँ साथीहरू यतिखेर चाहिँ होइन पसलबाट चाहिँ अलि बाहिर निस्किएको छु। भित्र चाहिँ यस्तो टिनको हप्का आएर होइन एकदमै तातो भइरहेको छ होइन। यस्तो ढुङ्गामा समेत पसिना आइसकेको छ। यस्तो छ अवस्था होइन। आजभोलि त के हो यार साथीहरू होइन। केही बर्खा लागेको केही महसुसै भएन कि होइन। उल्तिर त पुरै पानी आउँथ्यो होइन। बाहिर हेर्नुहोस् त यस्तो चर्को घाम छ होइन। अनि यतिभित्र चाहिँ म शीतलो ताप्ने भनेर बसेछु होइन। भित्र पनि यो टिनको टाटोले एकदम तात्या छ कि एकदम गाह्रो छ यार आजभोलि त यार बस्नु पनि। यस्तो पहाडी जिल्लामा त यस्तो छ होइन। यस्तो होइन ट्राईमा चाहिँ के होला, हिमालमा बस्नु ठिक हुन्छ होला यार। आजभोलि त हिमालमा पनि यस्तरी त हिउँ पनि के परेको होला होइन। लास्टै भोगे होइन। पोल चाहिँ यार चिरिक्क पार्छ यार। गाह्रो छ हौ, गाह्रो छ। गरी खान सकिन हेर, सुपारी खानुपर्छ भने जस्तै भइगयो। ए तलबाट आरु ले छिटो, आरुले भने सुन्नुहोस्, यो पनि यस ले छिटो ले न आरु। भलाइको त जमानै छैन यार। आरु खानलाई लिँदेल भने त नौला छिरे। के हो भिचे के हो? खै आरु कतिनाको पाके पऱ्यो? कतिनाको छ यार? त्यो पाके हो मैहाल त कोइलाबाटको हो। खै
आम्मामामा, केटारी बेलाको मैहाल त ठ्याङ्ग्रा सारे आज कहाँमा सारे आज ए अब चाहिँ म टक्क लाएर आरू खान जाँदैछु होइन म चाहिँ टक्क लाएर आरूको रुखमा पनि आइसकेको छु तर के गर्नु उफ्र चर्नु पर्ने भयो के उफ्र चरेर खानुपर्ने भयो त्यही भएर अलि तनाव भयो कि होइन क्यामेरामा कैद गर्न मिलेन नरिसाउनु है कैदै गर्न मिलेन यार गाह्रो भयो नि अब चाहिँ म खान्छु नदेखाएर खाएको त देखाउँछु तर चरेको चाहिँ देखाउन मिलेन गाह्रो भयो मैले चाहिँ टक्क लाएर आरू पनि टिपिसकेँ अनि अब चाहिँ म जानेवाला छु माथितिर मकै होइन अघि टिपेको आरू चाहिँ खाँदैछु होइन एकदम मिठो छ क्या हाम्रो नेपालीहरूको बानी होइन आरू खस्यो भने यस्तो यस्तो गराएर पोच्ने बानी कहिल्यै नजाने भयो होइन मैले पनि पोछिहालेँ क्या मिठो के आहा आम्मामामा के साह्रो गर्मी हो यार पसिनै छुटिसक्यो होइन अनि अब चाहिँ म टक्क लाएर घरतिर जान लागिसकेको छु होइन एकदमै गर्मी भयो बाहिर निस्किने माहौल नै छैन बाहिर निस्केर भिडियो सिडियो बनाऊँ भनेको यार तेरि यार गाह्रो छ यार केही पनि हुँदैन क्या नेपालमा भनेको जस्तो केही हुँदैन कहिले चिसो हुन्छ यार कहिले घामले पोल्न लाग्छ यार पानी त आउँदै आन्न यार अलिअलि त पानी नि आउनु नि पानी नआएर यार यहाँ खतम भइसकेको छ आज फेरि मेरो बिहानै दिन सुरुवातै खतम भएको छ कि अनि अघि बिहान निस्केको थियो निस्किन बित्तिकै यत्रो मना सापले घर बाहिर साप रहेछ आँगनमा अनि म हेर्न गएर टक्क लाएर यस्तो टोइलेट जान्छु छिटो भनेर डुगरिरहेको थिएँ डुगर्दै टक्क लाएर आस्ने त साप रहेछ खुट्टाबाट लात्त छिर्क्यो अनि छिरिसकेपछि त यसो एकचुट्टा पुरै डर लाग्यो होपलेस हुने यस्तो भयो अनि टक्क लाएर पछाडि हेर्छु त यस्तो छुर गर्दै तलैको गएर एक फेर द्याउ ठिक ठाउँमा आइयो सर पनि अनि फेरि लगेर भाङ्नु हालिदिए कम खराब भएको छ आजको दिनको सुरुवात यार यस्तै हुन्छ कि जहिले पनि खराब छ हेर्नुहोस् न बर्खामा खोलामा पानी त यस्तो छ एउटा छैन यार ऊ माथि हेर्नुहोस् त यस्तो टेना छ कि यस्तो छ कि खोलाको अवस्था आम्मामामा पोखरी बनाएर खुवाउनु पर्ने भएको छ क्या आजभोलि त पानी यति बगेको छ असारको साउन लाग्न लागिसक्यो यस्तो छ अवस्था ऊ माथि त्यो पोखरा बनाएर गाईलाई खुवाउने गराउने पर्ने अवस्था छ कि गाह्रो छ यार चाहिँ साथीहरू यस्तो असिना पसिना भएर होइन घर पनि आइसकेको छु अनि अब चाहिँ भिडियो चाहिँ यस्तो घाममा नबनाऊँ भनेर म चाहिँ घर आइदिएको किनभने यस्तो घाममा भिडियो बनाउनु भनेको आफ्नै लागि घाटा भयो यार अहिले फ्यान्टा भएर ढल्न पनि सकिन्छ त्यही भएर चाहिँ होइन म चाहिँ घर पनि आइसकेको छु होइन अब चाहिँ म एकछिनमा बसेर 3 बजेबाट चाहिँ भिडियो स्टार्ट गर्नेवाला छु है त अनि साथीहरू 3 बजे उठ्छु भनेको मान्छे त होइन कति 4 बजिसकेछ कि अनि के भयो भने अघि त पुरै घाम लागिसकेको थियो अहिले त हेर्नु त पुरै पानी आउने यस्तो गरेको छ के भयो के यो मौसमले पनि काम गर्न जान्छु बारीमा भनेर भर्खर बाहिर निस्केको मुखसुख धोएर निस्केको थिएँ अहिले त बाहिर हेर्छु र त उफ्रोबाट पानी आउला जस्तो छ कि क्या खतम भइरहेको हेर्नु चाहिँ चराको गुड छ कि क्या हो आमा भाग्यो त म आउला बित्तिकै मलाई कस्तो मान्यो र हौ अब चाहिँ म चाहिँ जानुपर्ने हुन्छ तल बारीमा होइन मैले चाहिँ बिहान झार मार्ने औषधि हालिदिएको थिएँ अनि त्यो औषधिले चाहिँ कतिको काम गरेको छ त है म चाहिँ हेर्न जाँदैछु अब काम त यस्तै भयो पानी औला गरे जस्तो गरिसकेको छ वेदर यस्तो छ होइन साँझको यस्तो छ कि
यस्तो क्या बब्बाल छ होइन। अनि हेर्न पनि क्या मजा आइरहेको होला कि नि तपाईँहरूलाई चाहिँ। अब चाहिँ म जान्छु तल। पानी औला औला जस्तो गरिरहेको छ। तल चाहिँ जोतिरहेन् कि क्या हो तर गर्छ यार। म त पानी आयो कि भनिदिइरहेको थिएँ कि कहाँ पानी रहन्छ लास्टमा त। आम्मामामा के हो टामटरमा पनि गयो कि क्या हो यार औषधी त। इ झार मार्नेको त औषधी हालिदिएको त यहाँ पनि यो मोर्ला जस्तो भइसक्यो प्यालो भयो त। आम्मामामा जान्छ कि क्या हो खेर टक्क लगाएर आज सबै हालिदिएको थिएँ। यता चाहिँ सिमी उम्रिँदैछ होइन। यस्तो छ अवस्था यहाँ चाहिँ आज हालिदिएको हो। मैले चाहिँ यहाँ किन आएको भन्दाखेरि नि अब एकछिनमा ठ्याङ्ग्रा पनि हाल्ने हो र ठ्याङ्ग्रा हालिसकेपछि चाहिँ टक्क लगाएर के हुन्छ भने मैले चाहिँ यो अघि चाहिँ होइन यहाँ चाहिँ मैले औषधी राखेको थिएँ। त्यही औषधी लिन आएको। यी औषधी चाहिँ यहाँ राखेको थिएँ। अनि यस्तो मौसम गरिसक्यो अनि पानी औला औला गरिसकेपछि त मैले त राख्नु पऱ्यो होइन। 5000को माल हो। 5000को माललाई नराखेर हुँदैन। अनि बिहान हालिदिएको यसमा चाहिँ यस्तो भइसकेको रहेछ। तर औषधीले गर्न चाहिँ गर्ने रहेछ है। पहिले पनि हाल्थ्यौँ तर यस्तो मरेको हुन्थेन कि बर्खामा। किनभने बर्खामा धेरै पानी आउँथ्यो त्यही भएर चाहिँ यस्तो मरेको हुन्थेन। अहिले चाहिँ भस्मै मरेको छ कि होइन। यस्तो छ पुरै घाम लागेको थियो। मैले चाहिँ बिहान 11 बजीतिर हालिदिएको थिएँ। अनि त्यही भएर चाहिँ भस्मै मरेको छ कि। अनि यतै चाहिँ यस्तो छ अवस्था। ठ्याङ्ग्रा हालिरहेको छौँ होइन। अनि माथितिर चाहिँ छ 2-4 लाइन अझै होइन। लामा लामा लाइन 2-4 लाइन। साथीहरू म चाहिँ भर्खरै यार बारीमा गएको थिएँ। बारीमा जान बित्तिकै बरर पानी आइदियो यार। यस्तो छ यहाँ चाहिँ पसिना आइरहेको छ तर पानी आइदिइरहेको छ कि यस्तो ठुलो आइदिइरह नि यार। झ्याउ लागिसक्यो मलाई चाहिँ कि यस्तो गराएको थिएँ होइन। भर्खर हातहरू यस्तो छ अवस्था हातको। भर्खर ठ्याङ्ग्रा हाल्न लगाएको पानी आइदिइहाल्यो यार। झ्याउ भइदिइरह्यो कि भएर चाहिँ म चाहिँ आइदिइरहेको। तलबाट बुवाहरू चाहिँ आउन लाग्नु भएको छ होइन। साथीहरू बाहिरको अवस्था चाहिँ यस्तो छ है। पानी आइरहेको छ मजाले होइन। अनि म चाहिँ भित्र आइसकेको छु। अनि अब चाहिँ मेरो भिडियो चाहिँ यतै इन्ड हुन्छ होला होइन। यस्तो छ अवस्था चाहिँ सुतिरहेको छ पानी आएको बेला होइन। यस्तो मौकामा अनि आजको भिडियो चाहिँ यतै इन्ड गर्न चाहन्छु। ल यो भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त।